गाइज अब हामी चाहिँ फर्क्यौँ। साँच्चीकै झकास रमाइलो भयो। आजको स्याटरडे चाहिँ रमाइलो बित्यो। हजुरहरू पनि अब पाल्न सक्नुहुनेछ। चिया बगान सिन्धुपाल्चोक मेलम्ची 3 या 4 हो यो। एकदमै राम्रो छ। हजुरहरू रमाइलो पन बिताउनका लागि जोस् हजुरहरू यहाँ आउन सक्नुहुनेछ। अति नै राम्रो अति नै सुन्दर ठाउँ हेर्नुहोस् न। ओहो मनै मनै उमङ्ग हुन्छ क्या यहाँ आएपछि। धेरै जस्तो चाहिँ हाम्रो यो जोडाजोडीलाई चाहिँ अति राम्रो हुन्छ होइन। हामी चाहिँ पुरस्कार लाग्यो त्यही भएर यो चिया बगान चाहिँ अति राम्रो। हामी चाहिँ फ्यामिली नै आएछौँ है। हामी चाहिँ फ्यामिली नै आइरहेछौँ। अब शनिबारको दिन घुम्न आएको है। साँच्चीकै रमाइलो झकास भयो। हाम्रो सिस्टरहरू पनि धेरै हुन्छ हेर्नुहोस्। वाउ वन्डरफुल होइन। उहाँहरू पनि अति रमाइलो गर्नको लागि जस ड्रेस नै ल्याएर आउनुभएको छ। साँच्चीकै रमाइलो। आहा मैले त सोचेको पनि थिएन यति रमाइलो ठाउँ छ भनेर है। तर रमाइलो रहेछ। टाढा टाढा भए पनि सजधज रमाइलो ठाउँ रहेछ। थ्याङ्क यू। मलाई चाहिँ अन्धो मान्छे ठान्नु भएछ क्या अरे लडिएला अरे भनेर जिस्काउँदै हुनुहुन्छ हाम्रो दाइहरू। जोस् कति रमाइलो है। मेरो प्यारो नेपाल मेरो सौन्दर्य नेपाल मेरो प्यारो नेपाल मेरो सौन्दर्य नेपाल भनेको यही हो। नेपालको ठाउँ ठाउँ नेपालको कुना कुना कति रमाइलो छ। अझै लाली गुराँस ढकमक्क फुलेको छ। लाली गुराँस टिपेको छु तर ब्यागमा छ है। आहा साँच्चीकै रमाइलो ठाउँ। वाउ वाउ भन्ने खालको छ क्या हाम्रो नेपाल। तर के गर्ने हाम्रो नेपालको भ्रष्टाचारीहरू देखेर चाहिँ अलिकति दिक्क लाग्ने मात्र हो। नभए हाम्रो नेपाल इज नेपाल किङ इज नेपाल। कति राम्रो कति रमाइलो। बेटर छ बेटर नेपाल इज बेटर। खै त हो